नमस्ते सम्पूर्णलाई। आजको दिनमा मेरो दाई नेपालबाट युके आइपुगेको। हामी तीनटा दिदीबहिनीले त एयरपोर्टमै वेलकम गरेको थियो, तर लन्डनको बिजी सेड्युलले गर्दा भान्जा भान्जीहरू कोही कहाँ थियो र उहाँलाई वेलकम गर्न पाएको थिएन। अनि आज चाहिँ भान्जा भान्जीको तर्फबाट मामालाई चाहिँ वेलकम गर्दै गरेको भिडियो सम्प्रेषण गर्दैछु। मेरो स्वर्गीय बाबा नीलबहादुर गुरुङ र आमा श्रीलक्ष्मी गुरुङको 6वटा छोरी, एउटा मात्रै दाई। हाम्रो लागि डायमन्ड, कानको फुल दाई र भाउजू। अनि आज दाई यहाँ आइपुग्दा हामी एकदमै खुसी छौँ। परिवारलाई समेटेर राख्नलाई सबैजनाको अन्डरस्ट्यान्डिङ चाहिँदो रहेछ। हामी ठुलोहरूले सम्झाउनु बुझाउनु पर्छ बच्चाहरूलाई, अनि बच्चाहरूमा पनि एकरूपता आउँदो रहेछ। अनि मामा भनेपछि बुत्तुक्कै मेरो आमा पनि एउटै, मामाहरू नभएको। अनि हामीलाई एकदमै तीज आउँदा मामाको एकदम याद आउने थियो। एउटा मात्रै मामा भइदिएको भए पनि जस्तो लाग्थ्यो। बच्चामा तीज आउँदाखेरि हाम्रो खेल्ने साथीहरू अलि परको गाउँको भएको भएर मामा घर जाने भनेर जाँदा हामी त आमा त त्यहाँकै त्यही गाउँको है, अनि मामा पनि नभएको फेरि। अनि कस्तो मिस गर्थ्यो कि त्यो बाल्य अवस्थाको त्यो मनले खोज्ने थियो कि आहा हाम्रो पनि मामा घर भए भन्ने जस्तै लाग्थ्यो। तर आज चाहिँ हाम्रो 6वटा दिदीबहिनीमा एउटा मात्रै दाई पाउँदाखेरि हामी त यति खुसी छ। अनि आफूसँग भएको चिजको महत्त्व नहुँदो रहेछ। जुन चिज आफूसँग हुँदैन त्यसको महत्त्व हुँदो रहेछ। त्यही भएर आफूसँग भएको चिजहरूलाई कहिल्यै पनि हेला नगर्नु होला भन्न चाहन्छु। किनभने हाम्रो त बाबा पनि एउटै, फुपू छैन, फेरि आमा पनि एउटै, मामा छैन। अनि कस्तो नफैलिएको सन्तान थियो कि। तर मेरो बाबा एउटै, आमा एउटै भए पनि अहिले 49 जना भएको रहेछ। हामी 6वटा दिदीबहिनी र एउटा दाई भाउजूको गरेर 49 जना परिवार भएछ। गेल 3टा दिदी नेपालमा, 3 जना हामी यहाँ। नेपालमा हुँदाखेरि पनि 3टा दिदीसँग मेरो दाई राज गरेर बस्नुभयो। अहिले यहाँ आउँदा नि 3टा दिदीबहिनीसँग मेरो दाई राजा सरा हो। भान्जा भान्जीको एउटै मामा, यस्तो माया गर्छ यो बच्चाहरूले त्यो मामालाई। यति माया लाग्छ, यति खुसी लाग्छ है। ओहो। नि मेरो बाबा आमाको पोखरामा भाउजू र आमा मात्रै हुनुहुन्छ अहिले। अनि काइली चाहिँ दिदी भेना मात्रै हुनुहुन्छ पोखरामा। साइली चाहिँ दिदीको 5 जना लामी सौरामा। ठुलो दिदीको 3 जना जापानमा। अनि दिदीहरू कतिजना, दिदीको चाहिँ काठमाडौँमा चाहिँ 5 जना। काइली दिदीको छोरा जेठाको 4 जना सिङ्गापुरमा। कान्छा छोराको 4 जना पोर्चुगलमा। त्यो ठुलो 3टा दिदीहरूको भयो। अब हामी 3 जनाको चाहिँ यहाँ सबै यहीँ। अनि नाताहरू यसरी जोडिँदाखेरि हाम्रो अब जस्तै फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ हुँदै जान्छ नि होइन, नाताको गरेर। तर हाम्रो चाहिँ मेरो सम्धिनी आउन पाउनु भएन, टाढा भएर पछि आउँछु भन्नुभयो। बिस्ने दिदीको सम्धिनी आउनुभयो, बहिनीको सम्धिनी आउनु भएन। क्लोजको भनेको के एकदमै क्लोजको त्यति आउनु पाउनु भएन। नत्र भने हलै भरिदो रहेछ हाम्रो सन्तानले। 2 जना मात्रै बाबा आमाको तर्फबाट चाहिँ 49 जना भएको रहेछ। यहाँ पनि आज चाहिँ 2 जना
ड्युटीमा परेर आउन पाएन ज्वाइँ मनोज र बाबु अजय चाहिँ। अरू सबै इन्क्लुडिङ भयो, नाता नातिनी सबै भएर रमाइलो गऱ्यो। बेला बेलामा यसरी जम्मा हुनु पनि रमाइलो हुँदो रहेछ हामीलाई त। अनि दाइको फेरि दाइको त हाम्रो त डायमन्ड हो नि। फेरि एउटा छोरी ज्वाइँ हो दाइको, उनीहरू चाहिँ फेरि आर्मी क्याम्पबाट आएको। डायमन्ड भनेर नि डायमन्ड जस्तै भइरहेको छ। हाम्रो दाइ ब्लू डायमन्ड, हाम्रो 6वटा दिदीबहिनीको। अनि 6वटा दिदीबहिनीको फेरि एउटै भदिनी के। आमा 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 यति कानको फुल छ हेर्नु त, डायमन्ड जस्तै छ, छर्लङ्गै सर्लक्कै। त्यो दिन खुब रमाइलो गऱ्यो। भान्जा भान्जीहरूलाई हेर्नु त, त्यो सबै आमाको सन्तानहरू। एकजना आमाको दिदीको हाम्रो बाबु दाइको छोरी कान्छी आइपुग्यो, भदैनी। अरू सबै नाता नातिनीहरू सबैसँग रमाइलो गरियो। मरिलानु के छ र, हामी नाङ्गै आएथ्यो, नाङ्गै जानी हो। जति कमायो जे कमायो यहीँ हो। मरेर लाने गुण छोडेर मरेर लाने धर्म, छोडेर जाने गुण भन्छ। सकेसम्म गुण लगाम, सक्दैन भने नराम्रो पनि नगरौँ भन्न चाहन्छु। आफ्नो परिवारहरूलाई समेटेर राख्न सम्झौता हुनुपर्छ। समेटेर राख्नलाई निकै गाह्रो हुन्छ। तर हामी सबैजनाले एउटै सोच गऱ्यो भने यति इजी छ। एउटाले भनेको अर्कोले बुझ्ने, एउटाले नराम्रो गरेछ भने यो त यस्तो हो नि भनेर एक्सप्लेन गर्ने, सुन्ने। इच एन्ड द अदरमा भनेको कुरा के हो भनेर सुन्यो भनेदेखि चाहिँ सबै राम्रो हुन्छ के। सुन्दैन आजकलको जमानामा। जतिखेर नि आफै राइट भन्ने यो प्रविधिले गर्दाखेरि धेरै परिवारहरूमा नराम्रो हुन्छ। तर हामीले चाहिँ बुझ्नुपर्छ। हामी चाहिँ त अब चौथो हिस्सामा पुगिसक्यो लाइफको। त्यही भएर जति बाँच्नु छ बच्चाहरूलाई राम्रो सिक्ने, समाजमा राम्रो इन्भाइरोमेन्ट फैलाउने, राम्रोहरू गर्ने। यति गर्दै हामीहरू छुट्टियौँ रातिको 9:30 बजेतिर। बच्चाहरू पनि कति प्यार छ। यति भन्दै धन्यवाद।